के पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई यसरी एरेस्ट गरिनु लिगल थियो? हाम्रो देशको कानुनले कुनै पनि व्यक्तिलाई ठुलो या सानो नभनी सबैलाई समान रूपले हेर्छ। त्यसैगरी इनोसेन्ट अन्टिल प्रुभन गिल्टी भन्ने कुराको पनि हाम्रो देशको संविधानले सुनिश्चित गर्छ। त्यही भएर केपी ओलीलाई सजाय सुनाउनको लागि पहिला अदालतमा कसुर ठहर गर्नुपर्छ अनि मात्र सजाय दिन सकिन्छ। सिम्पलमा भन्नुपर्दा यो कुरा कम्प्लिटली लिगल हो र यस्तो घटना हाम्रो देशमा पहिला नघटेको भन्ने पनि होइन। तर हामीले के पनि बुझ्नुपर्छ भन्दाखेरि यसरी कस्टडीमा लिएर 25 दिनसम्म इन्भेस्टिगेसनको लागि राख्न सकिन्छ। तर यो अरेस्ट गरेको उनीहरूलाई सजाय दिन या उनीहरूको सजाय फिक्स भइसकेर उनीहरूलाई जेल खोज्न भने होइन। भदौ 23 गतेका दोषीहरूलाई जसरी पनि सजाय दिनुपर्छ। 24 गतेका कयौं दोषीहरू 935 जना आरोपीहरूलाई अरेस्ट गरिसकेको छ सरकारले। भदौ 23 गतेको लागि गरेको भनेको यो पहिलो 2 जना मात्र हो। अब यी कसरी पक्राउ पर्यो भन्ने कुराको बारेमा बुझ्नु भन्दा अगाडि हामीले बालन सरकार कसरी बन्न पुग्यो त्यसको पृष्ठभूमि बुझ्न एकदमै जरुरी छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेको जेन जी आन्दोलनको कारणले हो र उनीहरू सरकारमा आउनुभन्दा अगाडिदेखि नै भदौ 23 गतेका दोषीहरूलाई छिटोभन्दा छिटो इन्भेस्टिगेसन गरेर उनीहरूलाई कानुनको दायरामा ल्याएर छिटोभन्दा छिटो उनीहरूलाई सजाय पनि दिने भन्ने कुरा पहिलादेखि नै भनिरहेको थियो। र यही क्रममा कार्की आयोगको प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उच्च स्तरमा बसेका पदाधिकारीहरूले डाइरेक्ट आदेश नदिए पनि कर्फ्यू लाग्नुभन्दा 4 घण्टा अगाडिदेखि नै गोली लागेर स्टुडेन्टहरू मारिँदा कोही पनि पदाधिकारी र केपी शर्मा ओली नै अगाडि आएर त्यसलाई रोक्नको लागि केही पनि नगरेको भन्दै नेग्लिजेन्सको कसुरमा मुलुकी अपराध संहिता 2074 को दफा 181 को आधारमा सजाय दिन सकिन्छ भनेर भनेको हो र प्रतिवेदन पेश गरेको हो। यो चाहिँ उनीहरूलाई सजाय दिएको या कुनै पनि जजमेन्ट पास गरेको भने चाहिँ होइन। त्यही भएर यो अरेस्ट पूर्ण रूपमा वैधानिक छ र यो इलिगल भने होइन। तर यो घटनाक्रमलाई हेरेर रातारात भएको घटनाक्रमलाई हेरेर कतिपयले प्रतिशोध जाहेर गर्नको लागि गरेको भनेर पनि अहिले सडकमा उत्रिरहेका छन्।